हेलो नमस्ते वेलकम टु माई च्यानल ए त्यही त होला नि अहिले कति बजेको छ कति बजे थाहा भएन तर रात चाहिँ भएको छ होइन हाम्रो यो नाइटको डिनर हो हामी चाहिँ आज फर्स्ट टाइम नै होला सायद हामी सिस्टरहरू भेटघाट भएको भएर एकजना सिस्टर चाहिँ नगर्ने रे त्यही भएर हामी तीनजना चाहिँ यो बनाउँदैछौँ भिडियो है इन्ट्रोडक्सन दिउँ क्या अरे म चाहिँ ईशा श्रेष्ठ म चाहिँ प्रत्युषा श्रेष्ठ म जतिना श्रेष्ठ ओके अनि पूजा श्रेष्ठ चाहिँ उता म पूजा श्रेष्ठको छोरी अनि हाम्रो यहाँ खानेकुरा के छ भन्ने चाहिँ उहाँ हजुरले भन्नुहुन्छ है यहाँ चाहिँ हामीसँग छ करेन्ट चाउचाउ यो चाहिँ टुपियम हो टुयक्स हो कोरियन रामेन अनि यहाँ हामीसँग अचार छ मुला अनि के अरे आलु अनि मसलाहरू हालेर बनाएको अनि यहाँ चाहिँ माछा पनि छ मैले चाहिँ माछा खाँदिनँ त्यही भएर यहाँ मासु राखेको छ मैले अनि यहाँ अन्डा छ अनि चिउरा छ प्राउन छ अनि यता मासु छ खसीको मासु छ अनि यो चाहिँ वाइन हो वाइन अनि यो चाहिँ पेप्सी हालेर वाइन भनिदिन्छन् के भन्नु ल ठिकै छ यो सबै यो तिनटै वाइन हो है हाम्रो लागि अनि उसको र मेरो प्लेटमा चाहिँ एउटा डल्ले खोर्सानी छ है तर यो अचार हो अचारको पहिला हामी केबाट स्टार्ट गरौँ हामी चारैजना ह्याप्पी सिस्टर्स ह्याप्पी सिस्टर्स डे कि ह्याप्पी तिहार ह्याप्पी तिहार गाइस आज चाहिँ टिका पनि हो हामी भेट पाएको नि त म चाहिँ सुरु गर्छु म चाहिँ चाउचाउ खान्छु है फर्स्टमा ओके हामीले स्टार्ट गऱ्यौँ है खाइला भन्नुहुन्थ्यो नि ओके फर्स्ट बाइट कस्तो फर्स्ट बाइट हो यो फर्स्ट बाइट खाइ ल यम्मी म चाहिँ ब्राउन पनि खान्छु पिरो भन्छ है त्यो सँगै आएन अहिले चिउरासँग त हातैले खाँदा मजा आउँछ नि ठाउँ नभएर अलिक कन्जस्टेड चाहिँ छ हाम्रो भिडियो चाहिँ अलिकति क्लियर नआउन सक्छ है बेलुका पनि छ हाम्रो लाइटिङ मिलेको छैन क्या खासमा दुईवटा कहिलेकाहीँ त्यस्तै हुन्छ दामी लाग्छ खाना सक्यौँ भने यस्तो गरेर हामी घोप्यो खान सक्छौँ कि सक्दैन हामीले खाना त प्लेट भरिहालेको छौँ खान सकेन भने माफ गरिदिनुहोस् के भन्नु अरू अरूले यति धेरै खानुहुन्थ्यो हामी चाहिँ सक्दैन है अरूहरूको बानी हुन्छ हामी छैन दामी छ अचार मिठो भयो
तिहारको छेकिन्छ यार अनि हाम्रो तिहारको आमामा के गर्छु के भयो कपाल कपाल परेको यसैको कपाल हो अनि मैले त कपाल हाल्दैन छोटो छ यसको तैँले पकाएको गाइस मैले पकाएको होइन उसले पकाएको उसलाई त्यस्तो देखेपछि फेरि मलाई खान मन लाग्दैन उसलाई हामीहरूले पकाएको मन पर्दैन चाउचाउ तर खट्टा कडक छ अहिलेको मिठो भए खाए मिठो भएको छ पिरो सबै मसला हालेपछि पिरो हुन्छ चिउरा त खानै पर्यो निहार भएपछि तर भर्खर खानु थाल्यो मैले चाहिँ मलाई मन पर्दैन भर्खर भर्खर सुरु गर्ने हातले खाम क्या अरे हौ सबैले खानु चाउचाउ चाउचाउ। त खाइरह्यो मजा आएन क्या चाउचाउ चाहिँ बवाल भयो पिरो चाउचाउ भनेपछि त स्टिक पनि नछोड्दो रहेछ स्टिकले नछोड्दो रह तैँले के बोक्रा के हो त्यो दिदीलाई गर्दो रहेछ चाउचाउ दामी भयो चाउचाउ दामी भयो हातले खाऊ चाउचाउ सिधाउँछ नि अचार कस्तो भएछ मिठो भयो माछा थियो टमाटर थियो यो टमाटर नपाकेको क्या ल्याएर आउँदै आउँदैन त्यो त धेरै हालेको थियो टमाटर उनको बाट लिएर हो त्यो टमाटर हाल्यो नपाक्यो त्यो अर्कै ऊ भइसकेको थियो अनि अर्कै खालको टमाटर भएर नपाक्ने आउँदै आयो गाइस अब मैले नै हातले खाइदिएँ गाइस छोटोमा चाहिँ ठोकिँदो भयो फर्स्टमा हामीले चाउचाउ खायो क्या है त्यो चाउचाउ र अन्डा खाँदा अगाइसक्यो पाउँछ मिठो मिठो लाग्छ पिरो खोर्सानी तिमीलाई त हालेको थिएन खोर्सानी सबै मसला हाल्यो नि दुई प्याकेट मसला हाल्छ पिरो कस्तो यार ब्राउनबाट केही बनाउन गइरहेको छु एकछिन राखौँ राखिदिएर अर्को प्लेट ल्याउनु पर्ने रहेछ आलु खाने आलु
चिउरा नै मिठो है मासुसँग त भात झन् मिठो हुन्छ भातमा त भातै खान्छ है तिमीलाई भात भुजा चाहिँ भयो आज चिउरा खाँदैन त्यस्तो आज खानु खानु आजकल खान्छ मैले त सिकेको बाबाट यो छाला हो बुढाले पनि आजकल खानु थाल्नुभएको छ होइन मैले भुजाबाट खाइदिन्छ जहिले बुझ म जस्तो एक प्याकेट भुजा 2 दिन हुन्छ अगाउनु त के गर्नु बरु चिउरा एक प्लेट खायो भने अगाउँछ पिरो खुर्सानी हम 3 जनाको कपै 3 थरीको रहेछ है बुनको त दिएकै छैन फुलले गर्दा भोलि कति मिनरलको पानी हजुर मेरो अर्कोको त दिएकै छैन मैले खाँदा दिइहाल्छ म खान सक्छु जस्तो लागेन मलाई म खान सक्छु जस्तो लागेन त प्लेटमा हालेको जति सकाउनुपर्छ है सकाउनुपर्छ सक्नुपर्छ आज फर्स्ट टाइम झन् मुखबाङ गरेको सकाउनुपर्छ गाह्रो हुन्छ तिमी त खान्छौ कति साल जित्छौ क्या जित्ने हार्ने च्यालेन्ज हेर्नु भयो भने हामीभन्दा तिमीले खाइसक्छौ नि त एकछिन दुधमा खाली पाइन्छ हाम्रो त्यो उसको बेला क्वार्टरको बेला खाना जाँदाखेरि चाहिँ म लास्टमा अफिसबाट खाना लागेको बेला बिस्तारै हामी बिस्तारै खान्छौँ त म त झन् सक्छु हामी फर्स्ट खाँदैन नि त तिमीले त अनि तिम्रो उसको च्यानलको हुनै गरेनौ त तिम्रो च्यानलको बारेमा भन्दै न पछि भन्छु खाँदा खाँदै भन्नु त गाइस मेरो पनि च्यानल छ होइन त्यसको नाम चाहिँ प्रिन्सेस पटो इन्टरटेनमेन्ट अफिसियल हो जसले यो मुकबाङ भ्लग हेरिरहेछ प्लिज गएर लाइक सब्सक्राइब गर्दैछ प्लिज गरिदिनुहोस् कसरी सक्ने भइरहेको क्विट गर्नु हो बुढा नभएर नपचेको होला बुढा नभएर नपचेको होला नि थाहा पाइदिएको त्यस्तो होइन है गाइस त्यस्तो होइन है डोन्ट माइन्ड टाउको राउन्ड राउन्ड मार्ने नोनु Right. हुन्छ किन नखाएको त्यो यो पिरो छैन खोर्सानी चाहियो हल्का पिरो छ पनि चाहियो चाहियो पिरै रहेछ पसिनै पसिनै अन्डा चाहियो चाहिएन दिदी गरेर खानलाई चाहियो भनेर दिदी न गाइस म किनकि मेरो
अन्डा फेभरेट अनि त्यो त अगाडि खानु उहुँ। लास्टमा आउँछ दाजु छाला खानु खाएको छाला छाला खानु छाला खाने होइन मासु खाने हो आलु सरी 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 मैले त चुरा सिद्धि हो अहिले हो उहुँ। मजा आयो किन लाग्यो अगर मेरो त्योभन्दा बेसी छ मेरो प्लेट बाँकी छ त गाई जसको चाहिँ हामी बाँकी नै छ मासु सब बनाएर उसा मोमोको भएको एक मिनट पनि भएन 17 मिनट्स भइसक्यो धेरै लामो भयो भिडियो मान्छेहरू 31 हामीले बिस्तारै खायो क्या अति धेरै हुन्छ यसरी हुँदैन हामीले बिस्तारै ओए पटाका यो त बम ठुलै बम पर्छ अघि पनि योभन्दा ठुलो आलु बम। ड्याममा गरिरहेको थियो क्या प्रतिशाले पड्काएको पनि अहिले त्यस्तै गरिरहेको थियो त्यस्तो हाथ्यो र आवाज यहाँ माथि खतरा त्यस्तै हाथ्यो उयो बिचमा भएर होला घरहरूको बिचमा तर यिनीहरूले यो भाँडामा हालेर पड्का जस्तो लाग्यो आज पड्काउनु भनेर नि त्यतिकै भएन अरू पड्काउने हो कहिले खानु जाने आज कस्तो के गरेको ओ माई गॉड यो चाहिँ हो क्या आलु बम कसरी पड्काउँछ खाने नखाने खाने उसको र मेरो चाहिँ रानी फेभरेट हो प्याज त काट्नै बिर्छु त प्याज धरिहाल्यो अहिले खाएर हल्दिनु पर्छ खाएर अनि त के छैन भनिरहेको र मैले त चिराको खाने नै प्रतिशाले खाइसक्यो र रानी दिएको रे अलिकति भयो अलिकति दिएको को थप्ने हो मम्मी रानी खाने Who wants this one? No one. You want? Why you didn't take that one? Which one? खाँदैन होला अहिले खाइदिए Mamu, रानी this one. No, please. Right. What's my ball turn? अहिले न बोलेको बच्चाहरू यस्तो यस्तो बोल्छन् What? के छ Mommy, मैले प्राउन नखाने भयो भन्दा चाहिँ मैले दुईवटा धेरै खान सक्दो रहेछ please. आफू भएको खाने अनि त्यो एउटा पनि खाँदैन त मलाई कस्तो थाहा छ मलाई मासु हालिदिनु न
मासु हाल्दैन न के हालिदिनु मासु ससु हाल्दैन न ससु गाइस काठमाडौँमा सक्यो होला चाहिँ धमाधम पटाका पड्किरहेको त्यो क्रन्ची फिस आई डोन्ट लाइक दामी भयो यो चाहिँ हड्डी हो क्या मेरो फेभरेट हड्डी हुँदा मात्रै राख्नु एउटा दिस है यो पनि यो पनि मेरो वाइटमा लाग्छ यार खाना बस्न जाउँदैन यो टमाटर चाहिँ नखाने हो म त फिस मात्रै खाएँ भाकेकै छैन मासु अचार चाहिँ मिठो भएछ सब मिठो टाउचो चाहिँ सबैभन्दा बेस्ट भयो किनकि मैले बनाएको हो त्यही एउटा चाउचा बनाएको ह्याप्पी दिवाली ह्याप्पी टिका गाइस मेरो चाहिँ फिनिस्ड खाली छ मेरो प्लेट पेप्सी पेप्सु किन बाबा उनीहरू बोलेको ढले माथि सारेर माथि उठाउ न त्यो उनै हुन थाले जस्तै गरी त्यो के अरे पटाका पड्काइ छ त के भन्छ न्यू इयरमा वार क्या हाल न सरी गाली जाऊ कि जाऊ अब के गर्नु धेरै खाइ त्यस्तो हुन्छ प्राउन्ड ओ माय गॉड मलाई प्राउन्ड र पापड एकदमै मिठो लाग्छ खोजु यस पड्केको छ लगातार हामी पनि त्यो पट्काउँ न पड्काएको हामी उसको के अरे तिम्रो त्यो नागिन छ हेर्नलाई अनि चक्री अनि लाम्चो बम चक्री लाम्चो बम छ अरू धीरे धीरे फुलबारी आएपछि हात चाट्न मजा आउँछ जाउँ मलाई भयो मैले छाला पनि खाइदिएँ मैले पहिल्यै छाला खान्छौ खान्छु यो मान्छेलाई आधी किलो मासु ल्याइदियो भने खाइदिन्छ आधी होइन एक प्लेट झोलबाला मात्र मनपर्छ आलु हो यो मात्र त यो त ग्रेभीवाला हो यस्तै मनपर्छ क्या ग्रेभी र झोलबाला त्यो फ्राई गरेको कस्तो कस्तो लाग्छ थोरै मात्र खाइन्छ फ्राई गरेको अलिकति मलाई चिउरा दिनु न यो सकाउनेवाला कस्तो झ्याउ गर्नु भएको त्यस्तो नगर लास्टमा घुमेर त्यही आउनु पर्दा त्यहीबाट जित्दा के हुन्छ त्यहाँ अरू त पुग्दैन त्यहाँ कुरुम चिउरा Anybody? No. Nobody. हाम्रो यो त धेरै गरेर
यो यो रस तताउनु पर्ने रहेछ क्या जन्म लाग्यो चिसो भयो थाहा छ ए ऊ चाहिँ मिकासाको फ्यान रे मिकासा म्याम हजुरले हेर्नु भएको छ भने हजुरको फ्यान चाहिँ ऊ है अनि त्यहाँ मिकासा दिदीले हेर्नु आफ्नो सब्सक्राइबरहरूलाई बोलाएर नि खुवाइसिन्छ नि उहाँलाई बोलाउनु होला है ऊ चाहिँ फ्यान तिमीलाई के खानु मन छ भनिदिइहाल अनि होइन हामीले जे भन्यो त्यही पकाएर खुवाइसिन्छ ओहो हो र मलाई त छैन यार मैले नि हेरेको आज हेर्नुपर्छ त ब्लग हेरिरहन्छु बिहानदेखि मिकासा गऱ्यो गाइस मुकबाङ भनेपछि मिकासा दिदीको मात्र याद आउँछ अनि अर्को गुरुङ इटिङ च्यानल गुरुङ दिदीको नि याद आउँछ उहाँले पनि खाइसिन्छ डड्रो गरी दाँत भाँच्ने गरी खानु हो त नि त्यहाँबाट झन् भाइरल हुनुभयो उहाँ त खानुहुन्छ मिठो गर्दै फर्स्टमा त उहाँको नै चलेको नि म के होइन खाएको भिडियो मात्र हेर्थेँ अनि मिसले तिमीले मोबाइल हेर्दाखेरि के हेर्थ्यौ भनेर सोधि साथै खाएको भिडियो मतलब भन्नुभएको थियो अनि एउटा साथीले त्यो खाएको भिडियो भन्दैन कि मुकबाङ भन्छ भनेको थियो मलाई अनि सर्च गर्दाखेरि मुकबाङ भनेर सर्च गर्दाखेरि चाहिँ खाएको भिडियो अस्ति नै म 2 क्लासमा हो क्लास 2 सरी तिमीले कुन क्लासमा क्लास 4 सरी पेप्सी खान ड्याउ कि ड्याउ होइन मलाई के थाहा छैन मलाई त पेप्सी कोक खाने बित्तिकै सुनिस्यो पटकाको आवाज यहाँ बाँकी छ मेरो चाहिँ एउटा मासु बाँकी छ अचार यति बाँकी छ यो टमाटर नपाकेर फ्याल्दै के खानु त मेरो बात परेन टमाटर किनकि मैले माछा खाएको थिइनँ माछामा टमाटर थियो मलाई त हड्डी यसरी चुस्न मन लाग्छ आफै धुने पाउँदा गरेर का I can't do it Why? because the sky is very high. She has no reply. होइन बाई गाइस अब यो एउटा छ आजको लागि यति नै बाइ बाइ खाएको के गर्नु न बाइ 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 आजको लागि यति नै थ्यांक यू ट्याप्पल आएर इभागिरीको नि फ्यान होइन इभागिरीको तपाईको छोरा ट्याप्पल आएर राख्नु फेरि तपाईको छोरा तपाईँको छोरालाई ट्याप लाएर राख्नुहोस् ट्याप्प ओके बाइ बाइ बाइ